आउनुहोस् आज यस भिडियोमा हामी हेरौँ चामलबाट मुढी कसरी बनिन्छ भनेर। सबैभन्दा पहिला हामी देख्न सक्छौँ बोइल चामललाई हल्का फ्राई गरेर त्यसमा फेरि निमक पानी हालिन्छ अनि त्यो चामललाई तताइरहेको कराईमा बलुवामा हालिन्छ र त्यसलाई एकछिन भुटेपछि मुढी तयार हुन्छ र त्यसलाई चाल्नुमा छानेर सबै बलुवा तल झर्छ र हामी मुढीलाई निकाल्न सक्छौँ।